गरी भूकम्प गयो भने मनमा त्यो फिलिङ भयो। अनि उता दक्षिणपट्टिको पोखरीमा माछाहरू पनि एकदम अनकन्ट्रोल जस्तो उफ्रिने हुर्र उफ्रिने जस्तो देखेँ मैले। भूकम्पै गएको भन्ने एकदम बेसिक ब्रेनले थामिहाल्यो कि। अनि त्यहाँबाट अलिकति गाडी बढाएँ, फेरि बढाउँदाखेरि त्यो जमिन चाहिँ घस्लाक घस्लाक होइन वाक वाक गर्ने कि फुट्नलाई हो कि रहेछ। अनि त्यहाँबाट अलिकति गाडी बढ्दैछ, तपाईँको जमिन एक्कासी वाक गरेर बाँ गरेर पुरै 2-3 मिटरको खाल्टो गाडी छिर्ने पाल परिहाल्यो। गाडी देखिरहनु भएको थियो त्यतिखेर छिरेको छैन, गाडीको सोमा पड्क्यो कि, सो छेउमा अगाडिको चक्काको सोमा। त्यसपछि गाडी लर्याक्कै लर्केर गाडी तानिहाल्यो तल। तानिसकेपछि अनि तपाईँको कस्तो सिचुएसन भयो भने गाडी कोल्टे भयो, ड्राइभर साइड कोल्टे भइसकेपछि मेरो त्यो साथीलाई चाहिँ स्टाफलाई चाहिँ ओर्ला भाइ